यो घरको माथि यो घर प्राइभेट घर हो यो घरको माथि हैन पुलिस बसेको थियो क्या यो घरको माथिबाट यदि टियर ग्यास र रबर बुलेट नहानेको यो घटना हुँदै थिएन यहीँबाट हानेको हो यहीँबाट सुरु भयो किनभने म यो घरको पछाडिको घर मेरै हो हैन यहाँ खास यो घटना किन भयो थाहा छ यो पत्रकार मर्नुको कारण एउटा कारण छ के भयो भन्दा यो घरको माथि यो घर प्राइभेट घर हो यो घरको माथि हैन पुलिस बसेको थियो क्या यो घरको माथिबाट यदि टियर ग्यास र रबर बुलेट नहानेको यो घटना हुँदै थिएन यहीँबाट हानेको हो यहीँबाट सुरु भयो यहाँबाट सुरु भएपछि यहाँबाट त देखिएन हैन अनि यहाँ माथि हजुर ल होइन है यो माथि घरमा पुलिस कहाँनिर थियो भन्दाखेरि हेर यो माथि देखिएको छ नि यहाँहरू ल सबैलाई म देखाउँछु है हेर यहाँ यहाँ त क्यामेरा 10वटा 10तिर छ है मैले भनेको कुरा फेरि रिभेरिफाई गर्नु है सबैजना छ त्यो पोलमा छ होइन मेरो घरको पछाडिपट्टि पोलमा तपाईँको घर कुन हो सर योभन्दा पछाडिको नेक्स्ट जस पछाडि हो यहाँ मान्छे मऱ्यो भने त मैले 1 घन्टा मान्छे अगाडि थाहा पाएको जबकि यो घरमा आगो बल्ने बेला यो घरबाट छिरेको आगो मेरो घरको पछाडि मेरो घर जल्दैछ भनेपछि म त 2 घन्टा पछाडि यो घरको पछाडि पानी हालेर बसेको मान्छे हो नि त अनि यो पत्रकार जसरी मर्यो नि यो पत्रकार सायद होइन मैले दिएको इन्फर्मेसनले कोही मान्छे मरेको चाहिँ कसरी मर्यो भने थाहा पाओस् है मलाई पनि कन्फ्युजन छ किनभने जो मान्छे मर्यो भने छ नि त्यो मर्नुभन्दा मरेको थाहा पाएको त 2 घन्टा